बी कंटिन्यू माय फ्रेंड। देख रहे हैं कमलेश भाई का, देखिए जलवा देखिए मासुका रंगत तो हेर्नु साथी यार पुरा लोभ लाग्दो छ क्या, पुरा लोभ लाग्दो छ भाइले नि सब गरेको नि देखेर म त कस्तो खुसी भइरहेको छु। दामी तरिकाले सब गरेको मेरो कान्छो छोरा रे हेर्नु है। ओइ बाबु स्माइल गर्दै स्टोन गर्दै। ओह माय गॉड कान्छो पनि खाना चाहिँ राम्रो छ। अनि उता मासु आइटम अनि यता चाहिँ पुरा माछा आइटम। वाह मेरो दादाले बनाउनु भएको। हजुरको नाम? हजुरको नाम? अरविन्द। घर चाहिँ कहाँ हजुरको? सुनसरी जिल्ला। कुन ठाउँ? मेरो बेला। बेला हो। तपाईँले के यो पुरा देशी स्टाइलमा बनाएको हो? विदेशी स्टाइल हो मेरो। पुरा देशी कि विदेशी स्टाइल? देशी स्टाइल होइन हाम्रो मधेसी स्टाइलमा बनाएको छैन सबै बनाएको छ। होइन तर हाम्रो मधेसीलाई खाने स्टाइलको हो क्या? मधेसी खाने स्टाइल हो एकदम ल क्वालिटी छ क्या, कभर क्वालिटी हेर्न सक्नुहुन्छ। पुरा सब खानामा व्यस्त छ। एकछिन हेर्दैछु। कस्तो छ अङ्कल खाना? खाना कस्तो छ? राम्रो छ? मासु कस्तो छ? ओहो मुकेशजी, ओ फेस देखाउनु यार मुकेशजी, मेरो दोस्त भेट्यो यार। कस्तो छ मेरो भान्जाले एरेन्ज गरेको? भान्जा हो क्या, इन्जिनियर भान्जा हो है। मेरो अर्को भाइ नि आएको छ। कस्तो छ खाना? बेस्ट छ? तपाईँहरू आशीर्वाद दिनु न नानीलाई, अरूलाई भन्दा नि। ओ के छ बिनाजु? उहाँ चाहिँ बिनाजु है फेरि बाउको बाउ, मेरो चाहिँ बिनाजु है। ठिक छ ल यो हेर्नु है साउन्ड सिस्टम बवाल छ, खाना पनि बवाल छ है। त्यो जे पनि राम्रो छ। कस्तो लाग्यो तपाईँहरूलाई रेसिपी? दामी लाग्यो? सायद राम्रै हुनुपर्ने हो। बाबु बाबु यो समाज त मेरो मलाई